नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको अनुपम धरोहर श्री जयमन थैपीनारायण मन्दिर सम्बन्धी यस विशेष वृत्तचित्रमा स्वागत छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4 फुलपिङकट्टीमा अवस्थित यो पवित्र मन्दिर राजधानी काठमाडौँबाट करिब 105 किलोमिटर पूर्व अरनिको राजमार्ग हुँदै पुग्न सकिन्छ। प्राकृतिक सौन्दर्यको काखमा रहेको यो मन्दिर केवल धार्मिक स्थल मात्र होइन, यो स्थानीय इतिहास, संस्कृति र आस्थाको जीवन्त प्रतीक हो। यस वृत्तचित्रमा मन्दिरको इतिहास, धार्मिक महत्त्व, संरक्षणका चुनौती तथा पुनर्निर्माणको यात्रालाई प्रस्तुत गरेका छौँ। हरेक धार्मिक स्थलको आफ्नै उत्पत्तिको कथा हुन्छ। श्री जयमन थैपीनारायण मन्दिरको इतिहास पनि जनविश्वास र लोककथासँग गहिरो रूपमा जोडिएको छ। स्थानीय किम्वदन्ती अनुसार धेरै वर्ष अघिको यो स्थान खुला चौर थियो, जहाँ गाउँका गोठालाहरू गाईबस्तु चराउने गर्थे। त्यही बेला बिस्तीको काङलाङ क्षेत्रका एक शेर्पा परिवारको गाई हरेक दिन हराएर साँझ मात्र फर्किन्थ्यो। कारण पत्ता लगाउन थामी समुदायका एक गोठालाले गाईलाई पछ्याए। गाई भोटेकोशी नदी पार गर्दै यही चौरमा पुगेर सल्लाहको ठुटोमाथि दुध चढाउन थाल्यो। गोठालोले ठुटोलाई खुकुरीले प्रहार गर्दा किम्वदन्ती अनुसार त्यसबाट दुध रगत बगेको विश्वास गरिन्छ। स्थानीयले यसलाई दैवी सङ्केत मानी यही स्थानलाई भगवान नारायणको अवतरण स्थलका रूपमा पूजा गर्न थाले। थामी समुदायमा गोठालोले पहिलो पटक यस स्थानको पहिचान गरेकाले मन्दिर थैपीनारायण नामले परिचित भएको जनविश्वास छ। आज पनि यो किम्वदन्ती मौखिक परम्परामा जीवित छ र त्यही गाईको वंशबाट प्राप्त दुध चढाउने परम्परा पनि निरन्तर कायम रहेको छ। यो मन्दिर वरिपरि अलि संरचना अब पुरातात्विक ढङ्गले बढाउनु पर्यो र अब यताउति बाटोघाटो सुधार गर्नु पर्यो। स्वस्थानी सुरु हुने पूर्णिमा चाहिँ अझै पनि त्यही गाईको सन्तानको दुध ल्याएर चढाइसकेपछि मात्रै अरूको दुध चढाउने चलन छ। श्री जयमन थैपीनारायण मन्दिर स्थानीय समुदाय मात्र होइन, सम्पूर्ण क्षेत्रकै महत्त्वपूर्ण धार्मिक आस्थाको केन्द्र हो। स्थानीय परम्परा अनुसार काठमाडौँ उपत्यकाका 4 नारायणका शिरोभागका रूपमा यस मन्दिरलाई मान्ने जनविश्वास पुस्तौँदेखि मौखिक परम्परामा जीवित छ। यस मन्दिरको अर्को विशेषता यसको अद्वितीय पूजा परम्परा हो। हामी पूजाले 15 दिन हामी पूजा पाठ हामी गर्दैछौँ। हामीले थाहा भएदेखि चाहिँ पहिला खर्क छाना 2 तले नै थियो। अब अहिले पनि अब त्यसको अनुसारले अहिले पनि अब 3 तला बनाइरहेको छ। अब त्यसको चाहिँ एकदम निछान गरेर त्यो पुरातात्विक पूजाले चाहिँ एकदम पछिसम्म अब दिगो हुने गरेर भगवानको आशीर्वादले उहाँले पनि पुरा होस्। सेतो पुजारी कालो पुजा भने चाहिँ हामी अर्को जुठो पर्दा सुतोक पर्दा चाहिँ हामीले 15 दिन भनेर मतलब के भने कृष्ण पक्ष उहाँले गर्ने, शुक्ल पक्ष हामीले गर्ने। यसले नेपाली धार्मिक संस्कृतिको मौलिकता र विविधताको सहअस्तित्वलाई झल्काउँछ। श्री जयमन थैपीनारायण मन्दिर हिन्दू समुदायको मात्र होइन, शेर्पा, तामाङ, लामा, क्षेत्री लगायतका विभिन्न समुदायहरूको साझा आस्थाको केन्द्र हो। बौद्ध धर्मावलम्बीहरूले पनि यहाँ नियमित दर्शन र पूजा गर्ने परम्परा कायम राखेका छन्। स्थानीय धार्मिक अगुवाहरूका अनुसार वरपरका गुम्बाहरूमा सुरक्षित केही धार्मिक ग्रन्थहरूमा समेत नारायण मन्दिरमा पूजा गर्ने विधिको उल्लेख पाइन्छ। यसले नेपालको धार्मिक, सहिष्णुता, सांस्कृतिक समन्वय र सामाजिक सद्भावको अनुपम उदाहरण प्रस्तुत गर्दछ। नमस्ते, मेरो नाम चाहिँ फुर्पा शेर्पा हो। म चाहिँ यही भोटेकोशी गाउँपालिका वार्ड नम्बर 4 मा बासिन्दै हो र यही गाउँमै हो। तर अब योभन्दा अगाडिदेखि नै अब बाजे जुजूदेखि अब यहीँकै बासिन्दा भनौँ र अहिले हालसम्म अब जति पनि अब हामीलाई थाहा भएसम्म चाहिँ अब धेरै त थाहा छैन होला, किनभने त्यो विषयमा अब हामी निरन्तर हिँडिरहेको त होइन। तर भए पनि किनभने योभन्दा अगाडि हाम्रो बाबुबाजेदेखि सुनिआएको अनुसारले चाहिँ अब यो नारायण र यो शेर्पा गाउँ यहाँ बासिन्दाहरूमा एकदमै सम्बन्धित छ। पहिला किनभने यो अब हामीले अलिअलि कुरा सुन्दाखेरि पनि यो शेर्पा जातिबाट नै अब यो नारायण उपयोग हुँदाखेरि पहिला शेर्पाहरूले नै अब शेर्पाहरू, थामीहरू हाम्रो डिस्ट्रिक्टको यो नेवारहरू पुनः सम्बन्धितबाट नै अब यो नारायण
जन्मेको अथवा उहाँको स्थापना भयो भन्ने कुरा छ। त्यसले गर्दाखेरि पनि अब हाम्रो जति पनि अहिलेसम्म हाम्रो यहाँ गाउँको पहिल्यैदेखि अहिले मात्र होइन, हाम्रो पहिला पालोदेखि नै पहिल्यैदेखि यहाँकै अब शेर्पाले नै यो मन्दिरको रेखदेख गरिरहेको रहेछ। समयसँगै श्री जयमन थैपी नारायण मन्दिरको संरचनामा विभिन्न परिवर्तन हुँदै आएका छन्। स्थानीय अभिलेख अनुसार प्रारम्भमा मन्दिर 4 तले खरको छानाले निर्माण गरिएको थियो। प्राकृतिक विपत्ति र समयको प्रभावले यसलाई पटक पटक जीर्णोद्धार गर्दै हालको स्वरूपमा ल्याइएको हो। मन्दिर परिसरमा गर्भगृह, भैरव मन्दिर, सिन्धुकाली मन्दिर तथा पुरातात्विक महत्त्वका मूर्ति र धार्मिक सामग्रीहरू रहेका छन्। तर संरक्षणको अभावका कारण विगतमा केही बहुमूल्य मूर्ति र सामग्री चोरी भएको स्थानीयवासीहरू बताउँछन्। यस मन्दिरमा चाहिँ गाउँपालिका र वडाले चाहिँ अब बजेट विनियोजित गर्दाखेरि यस मन्दिर पनि छ भनेर सम्झेर अलिकति बजेट पनि प्रत्येक वर्ष 5 वर्षभित्रमा बन्ने गरी थोरै बजेट, धेरै त हुँदैन उहाँहरूसँग पनि बजेट, अब केन्द्रसँग पनि माग गरेर प्रचार गरेर हालिदिनु भयो भने राम्रो हुन्थ्यो कि। अब पुनर्निर्माणको एकदम आवश्यकता छ। मन्दिर चाहिँ जीर्ण भइसकेको छ, भूकम्पभन्दा अगाडिको मन्दिर हो। अब यसलाई चाहिँ बजेट अलिअलि वर्षपछि अलिअलि गरेर भयो भने पुनर्निर्माण गरिदिनु भयो भने धेरै राम्रो हुन्थ्यो कि भन्ने वडा र पालिकालाई अनुरोध गर्दछु म चाहिँ। समय परिवर्तनसँगै श्री जयमन थैपी नारायण मन्दिरले नयाँ चुनौतीहरूको सामना गरिरहेको छ। स्थानीयका अनुसार धर्म परिवर्तन, युवा पुस्ताको घट्दो सहभागिता, गुठी व्यवस्थापनका जटिलता तथा प्राकृतिक र मानव सिर्जित जोखिमहरू प्रमुख चुनौती बनेका छन्। साथै भोटेकोशी क्षेत्रमा सञ्चालित जलविद्युत आयोजनाको सुरुङको निर्माणले मन्दिर आसपासको भूगर्भीय संरचनामा असर परेको स्थानीयहरूको गुनासो छ। यसैले मन्दिरको मौलिक स्वरूप जोगाउँदै वैज्ञानिक ढङ्गले पुनर्निर्माण गर्नु आजको आवश्यकता बनेको छ। यो मन्दिर भनेको धेरै पहिला पुरानो अभिलेखहरू छ। यो धेरै पुरातत्व विभागको महत्त्वपूर्ण छ। त्यो भएकाले यो मन्दिरलाई हामीले सानैदेखि यो एउटा नजिक भएको गाउँले नाताले गर्दा एउटा हाम्रो यो सम्पत्ति बाबुबाजेले अर्जेको सम्पत्ति हो भनेर हामीले धेरै संरक्षण गरेर राख्यो। अझै पनि यो मन्दिरको धेरै धार्मिक आस्थाहरू धेरै छ। यो हामी यो मन्दिरको लागि धेरै गर्दैछौँ। अझै पुनर्निर्माणको लागि पुरातत्व विभागसँग लागेर जीर्ण अवस्थामा नि यति गरेको थियौँ। अब पनि त्योभन्दा राम्रो पुरातत्व विभागको अनुसार, सिस्टमको अनुसार राम्रो बनाउने कोसिस छौँ। पहिला अब जस्तो भयो अझै नि डिपिआर हुँदैछ। अब अझै संरचना पुनर्निर्माण गर्ने लागि परेको छ हामी लगभग हाम्रो टिमहरू। मन्दिर त पुनर्निर्माण गर्नुपर्ने छ। अब पुनर्निर्माण गर्नु मन्दिरलाई त चाहियो पैसा। अब गाउँको साथीहरू त आएको पैसा खल्तीमा हालेर चाहिँ अब सबै खल्तीमा हाल्नु पाए, काम गर्ने खल्तीमा हाल्नु पाए, काम नगरेर ल्याप्स गराउने भनेपछि अब न त हाम्रो यहाँको प्रतिनिधि गतिलो भयो, न त हाम्रो त्यहाँको गाउँको नेता बन्ने छुट्टै नेताहरू गतिलो भयो। त्यसै गर्दा यो मन्दिरको चाहिँ जीर्ण अवस्थालाई सुधार्ने कसरी? मन्दिर सुधार्नेतर्फ जानु पर्यो। मन्दिरको जग्गा भक्तलन भन्ने कुरा त अब खै गुच्छी भन्ने नै छैन। त्यो हाम्रो समस्या परेको थियो। अनि अहिले समितिहरू खोजिरहेको छ गुच्छी भनिरहेको छ। गुच्छी भनिरहेको यहाँ कति वर्ष मुद्दा परिरहेको छ, उ गरिरहेको छ, दुनियाँ गरिरहेको छ। अनि गुच्छी भनिरहेको छ। अब लिस्टमा के छ भने श्री उल्का चण्डी माई गुच्छी मोही भनेर लेख्यो हुन्छ। त्यहाँ भने चाहिँ अनि मोही भन्ने चाहिँ अब जसले कमाएको छ त्यसलाई मोही। जग्गा जिम्मे चाहिँ देउदाकै नाउँमा, गुच्छी देउदाकै नाउँमा, उल्का चण्डी माई गुच्छी मोही फलाना जसले खायो त्यो चाहिँ यहाँ छैन। यो नभएको कारण चाहिँ अन्त पहिला सबै गुठेछ। यो सबै यहाँ तालुकी नै गर्ने भने शेर्पाकै तालुकी पालादेखि उनीहरू जम्मै खानलाई पुजारीको टोलमा लेखा परेको छैन, अहिले बाख्रा टाउटा छैन। अनि त्यही भएर चाहिँ उनीहरू सबै त्यो स्नान गर्छ। पुजारीहरू पनि सबै दर्ता गरेर रेकर्ड गरेर दिएको पारेको छ। ठुल्ठुलो फाइदा हुन्छ। उहाँ काठमाडौँतिर बनाएको देउता होइन यो, ऊ आफै उपबन्ध भएर आएको देउता, हामीले छोड्नु सक्दैन। मन्दिर केवल इँटा, ढुङ्गा र काठको संरचना होइन, यो हाम्रो इतिहास, संस्कृति र आस्थाको जीवित धरोहर हो।
सरकारवालाहरू यस मन्दिरको मौलिक स्वरूप जोगाउँदै वैज्ञानिक ढङ्गले पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँछन्। प्रारम्भिक विस्तृत परियोजनाको प्रतिवेदन तयार भए पनि आवश्यक आर्थिक स्रोत अझै जुट्न बाँकी छ। हाल मन्दिर संरक्षण समिति, श्री जयमन थैपी नारायण परोपकार केन्द्र, वडा, स्थानीय सरकार र समुदाय संरक्षण अभियानमा सक्रिय छन्। काठमाडौँभन्दा उत्तरपट्टि चीनको सिमाना जोडिएको क्षेत्रमा अवस्थित जयमन थपी नारायणको मन्दिर विशेष गरी धार्मिक रूपले पनि बौद्ध मार्गी र हिन्दू मार्गी, अझै जातीय रूपले भन्दा शेर्पा जातिको, हामी जातिको र नेवार जातिको र अझै कलाको हिसाबले काठमाडौँकै जस्तै दुरुस्तै हुबहु प्रकृतिका मूर्तिहरू भएको स्थानको रूपमा नारायणथान क्षेत्र प्रसिद्ध छ। नेपालको परिप्रेक्ष्यमा र उत्तरतिरको भूगोलमा अन्य यति धेरै सङ्ख्यामा, यति धेरै सुन्दरता, यति धेरै कलात्मक रूपमा पाइएका त्यति धेरै देखिँदैन। अहिलेको पुस्ताले यो मन्दिरलाई परम्परागत शैलीमा लिन सकेन अथवा गर्न सकेन, पुनर्निर्माणको कार्य गर्न सकेन भने र पछिको पुस्ताले यो जस्ताको तस्तै फेरि त्यसैलाई नै एउटा नजिर बसाल्न सक्ने भएकोले पनि यसलाई परम्परागत शैली र सौन्दर्यको रूपमा लैजान अपरिहार्य देखिन्छ। यो चाहिँ यसलाई हामीले भन्नुपर्दाखेरि अब यो चाय उपत्यकाको चाय नारायणको शिरोभाग भएर हामी भन्छौँ। यो नाम चाहिँ श्री जयमन थपी नारायण मन्दिर भन्छ। त्यहाँदेखि अब यो तर अब यसमा चाहिँ प्रचार पनि कमी भएको, यसै गरी अब विभिन्न किसिमको यहाँ अब अहिले धर्मान्तरणले सम्बन्धी एकदम प्रमुख रूपमा पेचिलो रूपमा चाहिँ यहाँ असर परिरहेको छ। अब यहाँको मन्दिरमा पूजा गर्ने परम्परा देखिरहेका जुन बेलामा अब मल्लकालीन अवस्थामै हटाएको पुजारीहरू भयो भने अब धर्मान्तरण गरेर गएछन् उनीहरू। त्यो कारणले गर्दाखेरि अब भोलि यसो सम्पदा नै नसाउने हो कि यही क्रम रहिरह्यो भने यसको सभ्यता पनि नसाउने हो कि 1992 सालमा चाहिँ खसेको भएको दस्तावेज छ। त्यो दस्तावेज अनुसार अब यो मन्दिरको सबै जति पनि चौवर्तीभित्र भएका जमिन सुनखान गौचरण चाहिँ अब यो कतिपय चाहिँ अब व्यक्तिको नाममा गएको छ, अब कतिपय चाहिँ अब वन जङ्गल छ। सँगसँगै अब यहाँको पुजारीहरूले धर्मान्तरण लिचक्क खाएर धर्मान्तरण गरेर गएको कारणले अब फेरि त्यसले परेको असर त छँदै छ। अब अहिले यो मुनि अहिले जुन बन्दै गएको इलेक्ट्रो हाउडे पावरले अब यो ढाइलो पाहाडी तल यो मुनि चाहिँ यो मन्दिर मुनि सुरुङ छ। सुरुङ यो व्याख्यान कारण यो अगाडिपट्टिको यो भागहरू सकिएको छ। यो मन्दिरको चारै चाहिँ डगेको छ यो भाग। त्यो कारणले यो पुनर्निर्माण पनि गर्नुपर्ने र पुनर्निर्माण गर्दै जाँदाखेरि अब यसलाई हामीले चाहिँ अब ऐतिहासिकता पनि दिनुपर्छ। पुरानो अभिलेख अनुसारको दस्तावेजलाई पनि संरक्षण गरेर पर्यटन प्रवर्धन गर्नलाई जस्तो कि यहाँ स्थानीय स्तरमा अब यसमा यहाँ आउँदाखेरि जनताले अब हेर्न चाहन्छन्। मान्छेले के हेर्छन् भन्दाखेरि काठमाडौँ उपत्यकाभित्रमा रहेका जुन अब अभिलेखहरूसँग सम्बन्धित त्यो दस्तावेजसँग मिल्दो अब मन्दिर अब हामीहरूले निर्माण गर्न सक्यौँ भने अब त्यसमा सबैले जागेर गर्न सक्यौँ भने यसलाई अब अगाडि बढाउन सकिन्छ। पुनर्निर्माणको लागि चाहिँ पुरातत्वको हिसाबले बनाउनुपर्छ भनेर यस गत साल 2083 सालको बजेट पनि पर्या 10 लाख रुपियाँ परेको पुरातत्वबाट त्यो चाहिँ पुनर्निर्माण गर्नुलाई भनेर राखेको छ। विविध भागदेखि काम गर्न मिल्ने अनि कुनापट्टिबाट भन्ने गर्दाखेरि पुरातत्वको यो एकदमै ऐतिहासिक जयमन थपी नारायण मन्दिर हो। त्यस भएकाले गर्दाखेरि जयमन नारायण शिर मात्रै नभनिकन यो दादाको शिर हो। यो चाहिँ पुरातत्वको एकदम ऐतिहासिक पुरानो मन्दिर भएको हुनाले गर्दाखेरि यो पुरातत्व हिसाबले नै बनाउनु पर्छ। र अहिले पालोको कन्सेप्ट ठ्याक्कै नै हामी पछि बजेट बाँड्नेको कन्सेप्टमा छौँ र हामीले भोटेकोसी वडा नम्बर 4 को सन्दर्भमा कुरा गर्ने हो भने हामी अलिक बस्तीको लागि हामी अलि जातीय हिसाबले अलिकति जनजाति बढी भएको हिसाबले यो मन्दिरहरू गुम्बा मन्दिर पनि गुम्बा नै हो। जयमन थपी नारायण मन्दिरको लागि पुरातत्व हिसाबले चाहिँ हामीले पनि कति सक्दो बजेट छुटाउने छ र पुरातत्वको हामी इन्जिनियर र पुरातत्वको हाम्रो अधिकृत पनि यहाँ आएर मैले चाहिँ देखाएको छ र उहाँहरूले पनि प्राथमिकतामा राखेर त्यसको पहलीकरण रिपेयर
शुद्ध के गरेर पेस गरेर चाहिँ बजेट उताबाट पनि दिन्छ। त्यो मन्दिर चाहिँ धेरै पुरानो न महत्त्वपूर्ण मन्दिर रहेको भन्ने कुरा चाहिँ ती अभिलेखहरूले पनि देखाउँछ र हामीले चाहिँ त्यहाँ अध्ययन गर्दाखेरि धेरै कुराहरू चाहिँ महत्त्वपूर्ण कुराहरू पाइयो जुन चाहिँ हामीले लिप्यन्तर गरेर उहाँलाई रिपोर्टहरू बुझाइसकेका छौँ। त्यो रिपोर्टमा सबै कुराहरू खुलाएको छ। गरगहना पनि कहिले चढाएको, के चढाएको, कसले चढाएको भन्ने खालको छ र त्यो मन्दिरको इतिहास पनि त्यो लिप्यान्तरमा नै सबै खोलिसकेको छ र कसरी त्यो स्थापना भयो, कसरी त्यो एउटा चमत्कारिक ढङ्गले चाहिँ त्यो मन्दिर त्यहाँ मन्दिर भन्दा पनि त्यहाँ एउटा शक्ति चाहिँ कसरी आयो, त्यो गोठालो होइन, त्यसमा चाहिँ त्यो ढुङ्गा आदिका कुराहरू प्रसङ्ग जोडिएका छन् र त्यसलाई ल्याएर चाहिँ स्थापना गरेको, त्यो मन्दिर बनाएको अनि पुजारीहरू राखेको, यी कुराहरू सबै खोलेको छ र त्यो एउटा शक्तिपीठ हो, त्यो एउटा तीर्थ हो भन्ने कुरा चाहिँ ती डकुमेन्टहरूले पनि देखाउने भए र पुरातत्व विभागले पनि त्यहाँ केही समय अगाडि गएर मन्दिरहरू निर्माण गर्ने काम गरेको देखियो र अझै पनि त्यहाँ धेरै कुराहरू बनाउन चाहिँ बाँकी छ भनेर उहाँहरूले पनि भन्नुहुन्थ्यो र त्यो पुरानो कुराहरूलाई चाहिँ फेरि त्यसलाई त्यस्तै बनाउनको लागि चाहिँ धेरै कुराहरू गर्नुपर्ने हुन्छ, बजेटहरू पनि छुट्याउनु पर्ने हुन्छ र त्यो चाहिँ इतिहाससँग जोडिएका कुराहरू भएको कारणले गर्दाखेरि र धर्मसँग पनि जोडियो। त्यसले गर्दा ती कुराहरूलाई चाहिँ हामीले फेरि पुनर्निर्माण गर्ने पहिलाको जस्तै अवस्थामा ल्याउन चाहिँ एकदमै राम्रो हुन्छ। हाम्रो तर्फबाट चाहिँ अब हामीले चाहिँ त्यहाँ कागजपत्रहरू, डकुमेन्टहरू, अभिलेखहरू मात्रै हेर्ने हो। श्री जयमन थैपीनारायण मन्दिर केवल एउटा धार्मिक स्थल होइन, यो हाम्रो इतिहास, संस्कृति, आस्था र पहिचानको जीवन्त धरोहर हो। यसको संरक्षण कुनै एक समुदायको मात्र होइन, सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी हो। आज यसको मौलिक स्वरूप जोगाउन सके मात्र यो सम्पदा भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण हुनेछ। आस्था बचाउँ, सम्पदा जोगाउँ, इतिहासलाई जीवन्त राखौँ।